हेलो साथीहरु नमस्कार। एकजना मित्रले यहाँ कमेन्ट गर्नुभएको छ, म विदेशमा छु सर, कसरी रेमिटेन्स अकाउन्ट बनाउन सकिन्छ होला? मेरो डिमेट अकाउन्ट फलाना फलाना बैंकमा छ, जानकारी गराइदिनु होला भनेर हैन। अब तपाईको अलरेडी डिमेट खाता छ र त्यसलाई चाहिँ तपाईले रेमिटेन्स खाता चाहिँ बनाउन चाहनुहुन्छ भने सबैभन्दा पहिले तपाईले बैंकमा कन्ट्याक्ट गर्नुपर्ने हुन्छ। बैंकमा कन्ट्याक्ट गरिसकेपछि त्यसपछि तपाईले उहाँले मागे बमोजिमका डकुमेन्ट चाहिँ अब चाहिँ मैले आफूले त्यसलाई चाहिँ रेमिटेन्स अकाउन्ट गराउँदा नर्मललाई मलाई चाहिँ लागेको डकुमेन्ट्स भनेको सबैभन्दा पहिला 6 महिनामा 50,000 चाहिँ तपाईको रेमिटेन्स गरेको स्लिप, तपाईको जुन देशमा काम गर्नुभएको छ त्यहाँको चाहिँ जुन अब कार्ड, एउटा परिचय पत्र, भ्यालिड भिसा, भ्यालिड पासपोर्ट र श्रम स्वीकृति, यति चाहिँ तपाईले चाहिँ पठाउने र चाहिँ अरु केही पनि डकुमेन्ट्सहरु फिलअप गरेर ल्याप्चे लगाएर गर्नुपर्ने हुन्छ भने चाहिँ उहाँहरूले तपाईलाई बताउनुहुन्छ। मेन चाहिने भनेको डकुमेन्ट्सहरु त्यो हुन्। त्यो डकुमेन्ट्सहरु तपाईले उपलब्ध गराएर बैंकलाई चाहिँ सम्पर्क गर्नुभयो भने त्यो चाहिँ पोसिबल छ। र चाहिँ त्यो डकुमेन्ट पठाउनको लागि तपाईको इमेल अब बैंकमा तपाईको अकाउन्ट नम्बरसँग अट्याच पक्कै पनि होला हैन, त्यो इमेल मार्फतबाट तपाईले गराउनु भयो भने हुन्छ। एकपटक तपाईले आफ्नो बैंकसँग सम्पर्क गर्नु होला, तपाईको काम त्यहाँबाट हुन्छ। या त तपाई जुन ठाउँमा हुनुहुन्छ, जुन विदेशको जुन एरियामा हुनुहुन्छ त्यहाँ यदि त्यो तपाईको बैंकको कर्मचारीहरूले त्यहाँ यदि कार्यरत गर्नुहुन्छ भने उहाँहरुसँग पनि सम्पर्क गरेर गराउन चाहिँ सक्नुहुन्छ है त। धन्यवाद।